Here we go, Haramkhor. Antonio Semenyo to Manchester City. Here we go. Finally, Semenyo is a Manchester City. Citizens players भइसकेको छ, Blues players भइसकेको छ Semenyo. Here we go. And Haramkhor, what's up? What's up? आज त म्याच डे ब्रेकडाउन भिडियो छैन, बट के को भिडियो भनेर आश्चर्य भइरहेको होला. आज नन अदर देन ट्रान्सफर विन्डो. यस सर जी, जनवरी विन्टर ट्रान्सफर विन्डो इज ओपन एन्ड टिल फेब्रुअरी 2 सम्मको लागि जनवरी ट्रान्सफर विन्डो ओपन छ. यही हो क्लब्सहरु अब हाफ अफ दिस सिजन आफ्नो स्क्वाड स्ट्रेन्थन गर्न, बुस्ट गर्नको लागि, टाइटल रेसको लागि रेडी छ. त्यसैगरी म्यानचेस्टर सिटीले पनि एन्टोनियो सेमेन्यो बाउन्डमाउथबाट साइन गरिसकेको छ. यस यस्टरडे हियर वी गो भयो. सेमेन्योको सिटी ब्लुज भइसक्यो फाइनली. 72 मिलियन फीज प्लस 1.5 million एडवान्स. अल टुगेदर अलमोस्ट अराउन्ड 74-75 त्यसमा 10% सेल अन क्लज नै रहेछ एन्टोनियो सेमेन्योको म्यानचेस्टर सिटी भन्दाखेरि अलमोस्ट अराउन्ड 74 मिलियन्समा म्यानचेस्टर सिटीले एन्टोनियो सेमेन्योलाई साइन गरिसकेको छ. यस सर जी, आजको भिडियोमा विशेष गरी सेमेन्यो, जेरेमी डोकु हुँदाहुँदै, ओमार मार्मुस हुँदाहुँदै, साभिनो हुँदाहुँदै, वाइ म्यानचेस्टर सिटी गन फर सेमेन्यो. वाइ? किन त? थियो नि त तीनटा प्लेयर्स एक्स्ट्रा छ. वाइ सेमेन्यो? आजको भिडियोमा विशेष गरी यही चर्चा गर्छु म. एन्ड थोरै लिटल अरू प्लेयर्सको ट्रान्सफर रुमर्सको थोरै कुरा गर्छु. लेट्स गो गाइज, लेट्स गो. एन्टोनियो सेमेन्यो टु म्यानचेस्टर सिटी भइसकेको छ 74 अलमोस्ट. एन्ड बाउन्डमाउथको हिस्ट्रीमा वान अफ दि एक्सपेन्सिभ हाइएस्ट ट्रान्सफर बाउन्डमाउथको हिस्ट्रीमा सेलमा भइसकेको छ. एन्ड अफ्रिका, सेमेन्यो भनेको घानाको प्लेयर हो. अफ्रिका एन्ड अफ्रिकाको वान अफ द मोस्ट एक्सपेन्सिभ, अलमोस्ट 7 और कतिमा र्याङ्क गर्छ. सो इट मिन्स म्यानचेस्टर सिटीको हिस्ट्रीमा 5th मोस्ट एक्सपेन्सिभ ट्रान्सफर. लास्ट ट्रान्सफर विन्डोमा मार्मुसको लागि गएको, साबिनोको लागि गएको. अबे हरामखोर, म्यानचेस्टर सिटीसँग कति पैसा छ यार, मलाई दियो के अलिकति. यति गरिब छु म यहाँ नेपालमा बसेर, यति भुक्छु, यति सपोर्ट गर्छु, चिन्ता छैन म्यानचेस्टर सिटीलाई. हरामखोर. इट्स ओके गाइज, इट्स ओके. एन्ड पेप हजुरबा 2016 मा म्यानचेस्टर सिटीको जब सम्हालेको. 2025-26 भइसक्यो. 10 इयर्सको कन्ट्र्याक्ट हो म्यानचेस्टर सिटीमा. अलमोस्ट 2 बिलियन स्पेन्ड गरिसक्नु भएको छ पेप हजुरबाले. 2 बिलियन्स गाइज. एन्ड स्पेन्ड गरेको अनुसार वर्थ इट नै छ होइन. टाइटल्स हेर्ने भने ट्रेभलदेखि लिएर च्याम्पियन्स लिग, प्रिमियर लिग, वान हिस्ट्रीमै म्यानचेस्टर सिटीको हिस्ट्रीमै फर्स्ट च्याम्पियन्स लिग, ट्रेभल, प्रिमियर लिग, 4 प्रिमियर लिग सिनहरू. सो पैसाको त माइन्ड राख्दैन म्यानचेस्टर सिटीलाई पेप हजुरबालाई अलमोस्ट होइन 2 बिलियन्स खर्च गरिसके पनि. सो सेमेन्यो आइसकेको छ. सेमेन्योको स्टार्ट हेर्ने हो भने गाइज 2025-26 सिजनमा 10 गोल्स 3 असिस्ट छ एन्टोनियो सेमेन्योको म्यानचेस्टर बाउन्डमाउथबाट. 13 मोर देन इगर थियागो ब्रेन्टफोर्डको एन्ड एर्लिङ हालान्डको 24 गोल्स छ. इगर थियागो 17 गोल्स छ. 2025-26 10 प्लस गोल्स प्रिमियर लिगमा यो सिजन कसैको छ भने 2 जनाको मात्रै छ. एन्ड त्यसमा सेमेन्यो जोइन भएको छ. सेमेन्यो इज अ लेफ्ट विङ्गर भनिहाले. डोकु मार्मुस हुँदाहुँदै किन आयो भनेर अघि मैले भनिहालेँ. म थोरै मेरो विचारको चर्चा गर्छु. सो गोल्सको कुरा गर्ने भने त क्रेजी छ गाइज. प्रिमियर लिगमा हाफ अफ दिस इयरमा 10 प्लस गोल्स कटाउनु भनेको क्रेजी छ गाइज. अल टाइम्स बाउन्डमाउथको हेर्ने भने 100 गेम्समा 30 गोल्स 12 असिस्ट छ सेमेन्योको बाउन्डमाउथबाट. सेमेन्योकै कुरा गरौँ. हरामखोर डोकु हुँदाहुँदै, मार्मुस, साभिनो हुँदाहुँदै म्यानचेस्टर सिटीलाई डु रियली म्यानचेस्टर सिटी निड्स अफ सेमेन्यो. सेमेन्योको खाँचो थियो त. फर्स्ट अफ अल लुक गाइज है त. एन्टोनियो सेमेन्यो 26 वर्षको छ. 74 मिलियनमा अहिलेको क्रेजी जुन. एन्ड एन्टोनियो सेमेन्योले भन्यो पनि, मैले लास्ट डिकेड्समा हेर्ने भने म्यानचेस्टर सिटीलाई फलो गर्दै आएको छु. म्यानचेस्टर सिटी इज द क्रेजी क्लब. हिस्टोरिक च्याम्पियन्स लिग विन्स, ट्रेबल्स विन. अनि म अहिले मेरो पिक टाइममा पनि छैन. सो अन्डर म्यानचेस्टर सिटी इज अ बिग क्लब. त्यसको फ्यासिलिटिज, त्यहाँको प्लेयर्स, त्यहाँको स्क्वाड्स, त्यहाँको ट्रेनिङ, म्यानेजमेन्ट स्टाफदेखि लिएर म्यानचेस्टर सिटी इज द क्रेजी क्लब. आई वान्ट टु जोइन एन्ड अन्डर दि ग्रेट कोच पेप हजुरबाको अन्डरमा आइ एम सो एक्साइटेड. सो मैले म्यानचेस्टर सिटी जोइन गरेको. आर्सेनल, लिभरपुल, टार्गेट म्यानचेस्टर युनाइटेड रेसमा थियो सेमेन्योको उयसमा साइन गर्नका लागि. सो यति हुँदाहुँदै पनि म्यानचेस्टर सिटीको देखेर चाहिँ हिस्टोरिक एउटा सक्सेस क्लब देखेर सेमेन्योले चाहिँ म्यानचेस्टर सिटी जोइन गरिसकेको छ. सो सेमेन्योको डिजायर पुस म्यानचेस्टर सिटी मात्रै एउटा इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि पनि म्यानचेस्टर सिटीको स्पोर्टिङ डाइरेक्टरले भनेको रहेछ इन्टरभ्यूमा, एउटा स्टेटमेन्ट दिएको रहेछ. सेमेन्योको डिजायर पुसले गर्दाखेरि पनि हामीले सेमेन्योलाई ल्याउन बाध्य भएको हो भनेर भनेको रहेछ. म्यानचेस्टर सिटीले के सेमेन्योको खाँचो थियो त भनिहाल्यो नि. 3-4 जना प्लेयर्स ब्याकअप छ. एक्चुअली खाँचो त होइन. बट 74 मिलियन्समा सर्जी 26 इयर, जुन अझै 10 वर्ष 11-12 वर्ष खेल्न सक्छ. 26 वर्षको मात्र छ, जसको चाहिँ अहिले प्राइम टाइम पनि चलेको छैन. अन्डर दि बाउन्डमाउथको त्यो क्लबमा पनि स्टिल
एन्टोनियो सेमेन्यो इज प्रुभिङ हिमसेल्फ. सो त्यो भइरहेको अवस्थामा 26 वर्षमा एन्टोनियो सेमेन्यो त्यो प्रुभ गरिरहेको छ भने झन् इमेजिन गाइज अन्डर म्यान्चेस्टर सिटी अन्डर पेप हजुरबा सेमेन्योले के गर्ला. सो 74 मिलियनमा मिल्दैछ त्यो हाई पोटेन्सियल भएको प्लेयर्स. द्याट्स वाइ म्यान्चेस्टर सिटी साइन्स. एउटा कुरा त पैसाको हिसाबले पनि वर्थ इट हरामखोर डिलो. पैसाको हिसाबले 74 मिलियनमा सेमेन्यो पाउनु भनेको हरामखोर डिलो. एउटा त्यो हो. अनि अर्को सेमेन्योको प्लेइङ स्टाइल क्रेजी गाइज. अफेन्सिभदेखि लिएर डिफेन्सिभमा रोल सेमेन्योको क्रेजी. मलाई लाग्छ जेरेमी डोकु एज अ म अहिले डाटा देखाउँछु है. सेमेन्यो र जेरेमी डोकुको हेर्ने भने अफेन्सिभमा जेरेमी डोकु धेरै बिट गरेको छ सेमेन्योलाई. बट आई डोन्ट थिङ्क सेमेन्योसँग चाहिँ जेरेमी डोकुले डिफेन्सिभ रोलमा जेरेमी डोकुले बिट गर्छ मलाई लाग्दैन कि. जेरेमी डोकु इज मोर थ्रेटन्स इन अफेन्सिभ बट एज अ सेमेन्यो एभरेज छ. सो पेप हजुरबाको अन्डरमा ड्रिब्लिङ सिब्लिङ अगाडि इम्प्रुभ गर्छ. डिफेन्सिभ त छँदैछ. सो ओभरअली हेर्ने भने एन्टोनियो सेमेन्यो इज अ गुड डिल फर म्यान्चेस्टर सिटी. प्रिमियर लिगको डाटा हेर्ने भने एन्टोनियो सेमेन्योको 5th on प्रिमियर लिग फरवार्ड्स 5th पोजिसनमा छ. प्रिमियर लिग फरवार्डर्स मध्ये फर पोजिसन 1 इन हिज फाइनल थर्ड. आफ्नो फाइनल थर्डमा गएर पोजिसन 1 गर्ने फरवार्डर्स मध्ये 5th पोजिसनमा लोकेट गर्छ एन्टोनियो सेमेन्यो. दिस इज वाट सेमेन्यो ब्रिङ्स अन द स्क्वाड. एन्ड फरवार्डर्स भन्ने बित्तिकै पास आउँछ, अगाडि हाफमा बस्ने, ब्याकबाट पास कुर्ने अनि अगाडि गएर अथवा टेकन लिन सक्यो भने सक्यो, सकेन भने बल लुज गर्ने. त्यो फरवार्डर्स त्यो मात्र होइन नि त. फरवार्डर्स एउटा फरवार्ड फुटबल इज अ टिमवर्क. हामी सबैलाई थाहा छँदैछ नि. एउटा कम्प्लिट फरवार्ड्सको रोल्स यो. एन्ड दिस इज वाट सेमेन्यो इज द इक्जाम्पल अफ दिस. भनिहाल्यो नि डिफेन्सिभ ट्रान्जिसनदेखि लिएर एट्याकिङ ट्रान्जिसनमा एउटा पर्फेक्ट प्लेयर्स, एउटा पर्फेक्ट फरवार्डर्स, पर्फेक्ट विङ्गर्स एउटा एन्टोनियो सेमेन्यो हो. मैले त्यो भनिहालेँ. अर्को हेर्ने हो भने सेकेन्ड अन रिकभरीमा हेर्ने भने सेकेन्ड छ. आफ्टर बल लस्ट रिकभरीमा हेर्ने भने एन्टोनियो सेमेन्यो सेकेन्ड छ प्रिमियर लिगमा. पोजेसन गेन फ्रम द लुज बल लस्ट गरिसके पछाडि रिकभरीमा सेकेन्ड छ एन्टोनियो सेमेन्यो. स्ट्रेट पासेस अफ एभरेज 5.06 पर 90 मा पासेस 5.06 एन्टोनियो सेमेन्योको. नट ब्याड डाटा. सो एन्टोनियो सेमेन्यो इज आई थिङ्क सो गुड. एन्ड बिइङ अ म्यान्चेस्टर सिटी फ्यान्स आई एम सो ह्याप्पी हरामखोर. बट आई थिङ्क डिफेन्सिभ सेट भयो भने सेमेन्यो आइसक्यो. रायन चेर्की, फिल फोडेन, हालान्ड, सेमेन्यो, डोकु. ओ माई गड, दिस इज नट अट्याकर्स. दिस इज स्क्यारी फर प्रिमियर लिग अपोनेन्ट्स, स्पेसली आर्सेनल हरामखोर. एन्ड पेप हजुरबा इज not giving to Arsenal to win their Premier League title. First Premier League title for Mikel Arteta. First Premier League titles after a decades. Pep Guardiola is not giving up. के लाग्छ सेमेन्यो म्यान्चेस्टर सिटी आउनु भनेको प्रिमियर लिग टाइटल आर्सेनलको डाउन हुनु हो? यस अभियसली केही हदसम्म चाहिँ हो. किनभने जेरेमी डोकु फ्रिक्वेन्टली इन्जर्ड हुने खालको प्लेयर्स हो, इन्जुरी प्रोन प्लेयर्स हो. एन्ड त्यो सेमेन्योले जुन ब्याकअप भयो, एउटा कुरा त ब्याकअप भयो होइन त. सो एन्ड डिफेन्डर मार्क गेही ल्यायो भने त आई थिङ्क 6 पोइन्ट्सको डिफरेन्स छ. आई स्टिल ड्रिम अफ द प्रिमियर लिग फर द म्यान्चेस्टर सिटी. प्रिमियर लिग हेरिरहनु भएको छ भने त थाहा छँदै नै होला होइन सेमेन्यो कुन टाइपको प्लेयर्स हो. एन्ड बर्नमाउथबाट टोटनह्यामको एगेन्स्टमा विनर गोल हानेर सेमेन्यो म्यान्चेस्टर सिटी आइसकेको छ. लुक गाइज, अब अलिकति डाटा पनि हेरौँ अलिकति. दिस इज द डाटा एमबी डाटा अफ जेरेमी डोकु एन्ड सेमेन्यो. लुक गाइज, जेरेमी डोकु इज अफ ब्लू कलर, सेमेन्यो अफ पिङ्क कलर. डाटा हेर्ने हो भने त केही छ जस्तो लाग्दैन है. सेमेन्यो त के हो र डोकु गार्ड जस्तो लाग्छ. बट दिस इज द अफेन्सिभ डाटा है. मैले अघि पनि भनिहालेँ सेमेन्यो भनेको अफेन्सिभ पनि एन्ड डिफेन्सिभमा पनि कन्ट्रिब्युट गर्ने चाहिँ धेरै प्लेयर्स हो. मैले भनिहालेँ, मलाई लागेको, मैले देखेको. सो लुक गाइज, दिस इज द असिस्टमा की पासेस, क्रसेस, क्यारिङ, ड्रिबल्स सबैमा बिट गरेको छ. अलिकति दुईटा कुरा मात्रै बिट गरेको छैन सेमेन्योले. द्याट इज नन पेनाल्टी गोल्स. इट मिन्स नन पेनाल्टी गोल्स हान्नमा सेमेन्यो माहिर छ. एन्ड नन पेनाल्टी एक्सपेक्टेड गोल्स प्लस एक्सपेक्टेड असिस्टमा एन्टोनियो सेमेन्यो इज फार मोर बेटर. इट मिन्स एन्ड आई थिङ्क पेप गार्डियोलाको अन्डरमा म्यान्चेस्टर सिटीमा यो डाटा पनि इम्प्रुभ गर्छ. सेमेन्योले इम्प्रुभ गर्छ. लुक गाइज, ड्रिब्लिङदेखि लिएर इम्प्रुभ गर्छ. हामी हेर्दै जाऊँ होइन. एन्ड म्यान्चेस्टर सिटीको सैटरडे छ अरे एफए कप एक्स्टर सिटीसँग सैटरडे छ अरे म्याच. एन्ड रुमर्स आइरहेको छ, रिपोर्ट्स आइरहेको छ त्यो म्याचमा सेमेन्योले डेब्यू गर्न सक्छ भनेर रिपोर्ट्स आइरहेको छ. लेट्स सी. आई एम सो एक्साइटेड गाइज. आई एम सो एक्साइटेड बिङ अ सिटी फ्यान्स है. सेमेन्योको ब्लू कलरमा देख्न, ब्लू जर्सीमा देख्न आई एम सो एक्साइटेड. यो त डाटा एमबीको भयो. एन्ड अर्को लुक गाइज, सी गाइज, दिस इज द सेमेन्योको पर 90 डाटा हो कम्पेयर टु अरू विङ्गर, अरू एट्याकिङ मिडफिल्डर्स.
प्रिमियर लिगमा अरू मिडफिल्डर्स विङ्गरको कम्पेयरमा यो पर 90 सेमेनियोको डाटा हो। लुक गाइज नन पेनाल्टी गोल्समा लुक पर्सेन्टाइल 87% छ नन पेनाल्टी गोल्स नन पेनाल्टी एक्सपेक्टेड। अरू त एभरेज छ, अरू भनेको एभरेज छ। लुक गाइज नन पेनाल्टी गोल्स एन्ड आई थिङ्क सिटी भनेको पोजेसन बेस्ड फुटबल खेल्छ, पोजेसन बेस्ड फुटबल खेलेर एन्ड त्यो आउटसाइड दि बक्स, दिस इज वाट नन पेनाल्टी गोल्स, आउटसाइड दि बक्स गोल हान्नमा एन्टोनियो सेमेन्यो माहिर छ। पोजिसन कलेक्ट गर्दै 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 गोल्स हान्नमा आई थिङ्क सेमेन्योले हेल्प गर्छ म्यान्चेस्टर सिटीलाई। भइहाल्यो नन पेनाल्टी गोल्स मोर भइहाल्यो। अर्को हेर्ने हो भने कुनमा राम्रो छ, ट्याकल्समा राम्रो छ। दिस इज अफ डिफेन्सिभ डाटा अफ एन्टोनियो सेमेन्यो, ट्याकल्समा 77% छ। अर्को छ एरियल सोन्समा हरामखोर 97% छ, एरियल सोन्समा हाइट वाइट छ हरामखोरको। अर्को क्लियरेन्स, लुक गाइज क्लियरेन्स ब्लक्स डिफेन्सिभमा पनि एकदम हरामखोर छ क्या, डिफेन्सिभमा हरामखोर छ। एन्ड सपोर्टिङ फ्रम द मिडफिल्ड फिल फोडेन, रायन चेर्की, टिजानी राइन्जर्स, रोड्री, निको गोन्जालेस मिडफिल्डबाट सपोर्ट दिएर अगाडि फरवर्डर्समा नन पेनाल्टी गोल्स हान्नमा होइन त, ड्रिबल सिबल्स ट्याकल्स क्रसेस इम्प्रुभ गर्छ हरामखोरले। यो त भयो, यो भयो गाइज। मलाई त मन पर्यो है, मलाई चाहिँ डाटा एकदम मन पर्यो, सेमेन्योको डाटा मन पर्यो। अर्को हेर्ने हो भने सेमेन्योको लुक गाइज, हाउ म्यान्चेस्टर सिटी कुड लाइन अप अन्डर सेमेन्यो। अब सेमेन्यो धेरै छ के, अप्सन धेरै छ। अब भनिहाल्यो नि डोकु मार्मुस साबुइनो छ म्यान्चेस्टर सिटीसँग, हाउ कुड लाइन अप। मैले ठ्याक्क ट्रान्सफर मार्केटको देखेँ, मैले मेरो स्टाइलको पनि बनाइनँ, किनभने मैले बनाउने पनि यही हो होइन, मेरो स्टाइलको बनाउँदै म पनि यही प्रिफर गर्थेँ क्या। मैले मेरो चोइसको पनि यही प्रिफर गर्थेँ। सो ट्रान्सफर मार्केटको पनि मैले पोस्ट यही देखिहालेँ। सो मैले भिडियोमा यही इन्क्लुड गरेँ पोस्ट होइन, किन दुःख गर्ने, किन टाइम वेस्ट गर्ने। इच एन्ड एभ्री प्लेयर्सको नाम टाइप गर्नुपर्छ, आफैले बनाउँदाखेरि टाइम लाग्छ नि त। सो मेरो प्रिफर पनि एक्ज्याक्टली यही नै हो। लुक गाइज दिस इज द सेमेन्यो एन्ड डोकु यहाँ खेल्ने हो सेमेन्योले होइन। एन्ड सेमेन्यो भर्सेस ओराइलीसँग कम्बाइनेसन ओभरल्याप गर्दै अफेन्सिभमा थ्रेटन्स गर्ने हो, डिफेन्सिभमा हेल्प गर्ने हो सेमेन्योले। लुक गाइज ओराइली एन्ड सेमेन्यो प्लिज कम्बाइन। म्याथियस नुनेज हरामखोर खेलिरहेको छ। चेर्की न प्रपर विङ्गर होइन है, प्रपर विङ्गर त होइन, बट ही क्यान प्ले एज अ नेचुरल विङ्गर टाइपको खेल्छ क्या चेर्कीले। जुन त्यो मिडफिल्डबाट पासेस, लाइन ब्रेकिङ पासेस, ड्रिब्लिङ एन्ड त्यो टेक्निकालिटी जुन चेर्कीसँग छ नि, बुनफाड यार, बुनफाड कति 26-30 कति मिलियनमा लिएको हो। सो आइ एम सो ह्याप्पी टु ह्याभिङ चेर्की इन माई टिम क्या गाइज। अबे हरामखोर हाल्यान्ड पास्ट 3 म्याचेसमा ड्रप गरेको छ, क्रेजी पोइन्ट्स ड्रप गरेको छ होइन। पोजिसन खेल्ने अगाडि क्लिनिकल फिनिस छैन म्यान्चेस्टर सिटीको, त्यसमा डोकु पनि इन्जर्ड थियो अस्ति त। सो अब त डोकु सेमेन्यो एभाइलेबल भइसकेको छ। आई थिङ्क अब सिटी झन् थ्रेटनिङ मोर एट्याकिङ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। लुक गाइज फोडेन, राइन्जर्स, रोड्री निको गोन्जालेज अल्सो प्लेइङ मास्टर क्लास इन म्यान्चेस्टर सिटी इन द एब्सेन्स अफ रोड्री होइन। बालान्डोर जितेपछि रोड्रीको एब्सेन्समा हरामखोर खेलिरहेको छ निको गोन्जालेजले। एन्ड लुक गाइज यहाँनिर डियास, अब डियास त इन्जर्ड छ कहिले समयको लागि हो। आई थिङ्क डियास त सर्ट टर्म नै होला, बट यहाँ ग्वार्डियल हुन्थ्यो, ग्वार्डियल छैन अहिले एभाइलेबल। सो खुसोनब एन्ड डियास राखिरहेको छ। मार्गेहीको लागि अप्रोच के भन्नु थाहा छैन के गर्छ। सो लाइनअप्स चाहिँ यही हो, सेमेन्योले अगाडि फरवर्डर्स अथवा ब्याक लाइनमा हेल्प गर्छ सेमेन्योले। यो त थियो सेमेन्योको कुरा म्यान्चेस्टर सिटीको लागि होइन। अब थोरै अलिकति अहिलेको लेटेस्ट ट्रान्सफर रुमर्स के भइरहेको छ त्यो थोरै कुरा गरौँ। मार्क गेही जुन 2026मा क्रिस्टल प्यालेससँग कन्ट्र्याक्ट सकिँदैछ, अब हरामको 6 महिना पछाडि फ्री एजेन्ट हुन्छ यार। क्रिस्टल प्यालेसले त बेच्नै खोजिरहेको छ होला। अब डिपेन्ड्स अपन त मार्क गेही कहाँ जान्छ। सिटीको पनि हल्का रुमर्स छ, आर्सेनलको अप्रोच छ मार्क गेही। अब हरामको आर्सेनल किन चाहियो यार, तिमीहरूसँग ग्याब्रियल छ, सालिबा छ, हिनक्यापे मोस्केरा को छ। अबे हरामखोर, बट स्टिल आर्सेनल अल्सो नट गिभिङ इन द टाइटल रेस, सिटी अल्सो नट गिभिङ। मार्क गेहीको एउटा कुरा छ, टप टार्गेट हुनसक्छ यसको लागि होइन। पप्पे मार्टेसार गाल्तासराई जाने कुरा छ टटनह्यामबाट। पप्पे मार्टेसार अल्सो गुड प्लेयर यार, गुड बलर पप्पे मार्टेसार। अर्को उगाटे टु आयाक्स, अब यो हरामखोर युनाइटेडमा उगाटे फ्लप भएको छ। आई प्रमिस आयाक्स गयो भने यो हरामखोर खेल्छ। मलाई लाग्छ यार सिकास्दी म्याक्टोमेने, अरूको छ रस्मस हाइल्यान्ड, अबे हरामखोर एन्टोनी रासफोर्ड युनाइटेड छोड्ने बित्तिकै क्रेजी पर्फर्मेन्स गरिरहेको छ। मलाई लाग्छ उगाटे पनि आयाक्स गयो भने हरामखोर नै खेल्छ। यो त भयो। अर्को छ भने भर्ब्रुगेन, यो भनेको ब्राइटनको गोलकिपर हो। चेल्सी आउने कुरो छ यार। अब हरामखोर चेल्सी अस्ति इन्जो मारेसल चेल्सी छोड्नेको रिजन के हो थाहा छ? गार्नाचोलाई खेला। अब हरामखोर चेल्सीको बोर्ड तँलाई के चेल्सीको बोर्डको यार प्लेयर्स डेभलप गर्ने, बेच्ने, किन्ने, कम प्राइसमा किन्ने, प्लेयर्स डेभलप गर्ने चान्स दिएर खेलाएर एन्ड अलिकति राम्रो भएपछि बेच्ने। इन्जो मारेस्काले भन्यो
गार्नाचोलाई स्टार्टिङ 11 मा खेलाउनै पर्छ, चेल्सीको बोर्डबाट प्रेसर। सो त्यो भएर पनि एन्जो मारेस्का बोर्ड यताउति भएर सिटीसँग लिङ्क अप भएर छोड्या रहेछ। अब चेल्सी किन चाहियो गोलकिपर? सान्चेज छ, अरू को छ ब्याकअप चेल्सीमा? छ होला, बट स्टिल 35 मिलियन मार्केट भ्यालु छ। ब्राइटनले अब सिजनको आधीमा भरब्रुगेनी त गुड गोलकिपर 40-45 भन्दा छोड्दैन, बट इट्स अ रुमर हो। आई डोन्ट थिङ्क यो डिल ह्यापन हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई है। लेट्स सी। अर्को लियोन गोरेचकाले बार्सिलोनामा आफैले अफर गरे रहेछ। अर्को नेपोली छ यो रेसमा, लियोन गोरेचका। एन्ड हेन्सी फ्लिक बायर्न म्युनिखमा खेलिसकेको अन्डर हेन्सी फ्लिक। लियोन गोरेचका 15 मिलियन मार्केट भ्यालु छ। मिडफिल्डर, यस मिडफिल्डर। आई डोन्ट थिङ्क बार्साले गर्दैन। बार्साको यो जनवरी विन्टर ट्रान्सफर ओन्ली जाओ कान्सेला हो। आई थिङ्क यतिमै स्टप हुन्छ बार्सिलोना। अर्को छ बार्कोला 70 मिलियन टु लिभरपुल। अबे हरामखोर, रियली? आई थिङ्क बार्कोला आउन पनि सक्छ है, लिभरपुल आउन पनि सक्छ, किनभने साकाको एज भइरहेको छ। यता कोडी ग्याकपो त्यस्तो साह्रो फर्म पिकमा छैन। आई थिङ्क बार्कोला आउन सक्छ है। पैसाको त त्यस्तो साह्रो प्रब्लम हुँदैन। अलमोस्ट अब हरामखोर अस्तिको समर ट्रान्सफरमा अलमोस्ट 500 स्पेन्ड गरिसकेको, बट आर्ने स्लट इज नट गिभिङ अप येट। आर्ने स्लटले गिभ अप गर्न चाहिरहेकै छैन। सो बार्कोला लेट्स सी है त, प्रिमियर लिगमा आयो भने क्रेजी हुन्छ बार्कोला। अर्को रुडिगर टु अल नासर भन्ने कुरा छ। हरामखोर रियल मड्रिडले कन्ट्र्याक्ट साइन एक्सटेन्ड नगर्ने भन्ने कुरा छ रुडिगरको। सो लेट्स सी के गर्छ रुडिगर टु अल नासरको कुरा छ। एन्ड रोबर्ट लेभान्डोस्की टु अल हिलालको पनि हल्का रुमर छ, बट लेभान्डोस्कीले अफर गरेको छ आफूले स्यालेरी कट गरेर, टाइम पनि कट गरेर, बरुमा बार्सिलोनामै बस्छु भनेर आइरहेको छ। सो यिनै कुराहरू छ। मैले केही ट्रान्सफर रुमर छुटाएको भए लेट मी इन द कमेन्ट सेक्सन। इम्पोर्टेन्ट ट्रान्सफर रुमर छुटेको भए आजको चाहिँ लास्टमा थोरै डिटेलली सर्ट 500जना मेन प्लेयर्सको कुरा गरियो एन्ड सेमेनियोको डिटेल्स कुरा गरियो। ट्रान्सफर विन्डो ओपन छ। हरामखोर, इफ यु आर द स्पोर्टिङ डाइरेक्टर एन्ड पैसाको कुनै अभाव छैन भने, हुँदैन थियो भने, विच प्लेयर्स वुड यु साइन? कुन प्लेयर साइन गर्नुहुन्थ्यो तपाईँको क्लबको लागि? लेट मी इन द कमेन्ट सेक्सन। हेरौँ हरामखोर कुन रहेछ तपाईँहरूको। लेट मी नो कमेन्ट सेक्सन। आई होप यो भिडियो मन पर्यो होला ट्रान्सफर भिडियोको बारेमा होइन। आई ट्राई माई बेस्ट। गल्ती भए माफ पाऊँ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब, पुरानो हुनुहुन्छ भने लाइक, कमेन्ट। सी यू सिन इन नेक्स्ट भिडियो। टेक केयर, बाई बाई।